नमस्कार यहाँहरूलाई फेरि स्वागत छ किनबेच सेवामा। आज तपाईँलाई यस्तो घर देखाउँदैछु कि घरको पैसै हाल्नु नपर्ने जग्गाको मूल्यमा यो घर तपाईँले आफ्नो नाम बनाउन चाहनुहुन्छ होइन त एकदमै मिलाएर, त्यो पनि सर र यो 22 फुटे पिच बाटोमा रहेको काठमाडौँको मेन हाइवे बाटोदेखि लगभग 1 किलोमिटर माथिपट्टि रहेको लिन चाहनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। अब तपाईँलाई यो बिक्रीमा रहेको घरको बारेमा सम्पूर्ण जस्ताको तस्तै जानकारी दिनेछु, हेर्दै गर्नु होला है। यो बाटो हेर्न सक्नुहुन्छ तपाईँले, माथा तीर्थबाट आउने बाटो रहेको छ भने यहाँनिर हेर्न सक्नुहुन्छ श्री अरविन्द र योग मन्दिर यो आश्रम रहेको छ। यो एरिया भनेको पुरै माथितिर आश्रमै आश्रम रहेको छ। तपाईँलाई अहिले घरको छतबाट देखाउने छु भने यहाँदेखि तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ यो बाटो यता थानकोटबाट आउने बाटो, यहाँ चन्द्रगिरी केबुल कारमा जाने बाटो भन्दा पनि हुन्छ हाइवे बाटो, त्यहाँबाट सर हुँदै यो ट्याक्क माथा तीर्थ मन्दिर जाने हाइवे बाटो है, मेन ठुलो बाटो टच रहेको चोक्कैमा। यो पहिला बनाउनु भएको हुँदा यसरी बनाउनु भयो रहेछ। अब तपाईँले यो किनेर अगाडि सटर राखेर बनाउँछु भन्दा पनि मिल्ने स्पेस पाउनुहुन्छ है। 4 आना जग्गा रहेको छ। अब तपाईँलाई भित्रतिरको दृश्य देखाउने छु। बाहिरबाट तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ भने यो 22 फुटे सर र पिच बाटो पाइ नै हाल्नुभयो। अब तपाईँलाई यो घरको भित्र के कस्तो छ त्यो पनि देखाउने छु, हेर्दै गर्नुहोस् है त। अब यहाँबाट पनि हेर्न सक्नुहुन्छ यस्तो तलदेखि माथिसम्म यस्तो खाले रहेको छ। ट्याक्क पूर्व फेस गरेको घर रहेको छ। घर एकदमै बलियो तरिकाले बनाउनु भएको छ, काठकै झ्यालडोका युज गर्नुभएको छ पहिले बनेको हुँदा पनि। अब यो साइडमा पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ है त। यहाँ खुल्ला स्पेस रहेको छ भने यसै गरी अब यो साइडमा पनि यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ। 4 आना जग्गा रहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। अब यो साइडदेखि हेर्न सक्नुहुन्छ यस्तो खाले यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ भने ठ्याक्कै यो पछाडितिर पनि स्पेस छोड्नु भएको छ घर बनाएर है त। अब तपाईँलाई यो घरको तलदेखि माथिसम्मको दृश्य देखाइसकेको छु भने अब भित्रतिर रुमहरूको दृश्य देखाउने छु अलिअलि, अनि माथि छतमा लगेर वरिपरिको दृश्य देखाउने छु है। यो एरियामा पानीको प्रशस्त मात्रामा सुविधा पाउनुहुन्छ भने यहाँनिर हेर्न सक्नुहुन्छ मजाले 2वटासम्म पार्किङ स्पेस रहेको छ। बाहिर त ओपन स्पेस पाइ नै हाल्नुहुन्छ भने यहाँनिर तपाईँले 1 2 3वटा रुमको स्पेस पाउनुहुन्छ है त। तपाईँलाई लगभग यहाँनिर 3वटा रुमको स्पेस, यहाँनिर टोयलेट बाथरुम रहेको छ। यो पनि देखाउन चाहे तपाईँहरूलाई, जस्ताको तस्तै हेर्न सक्नुहुन्छ यो टोयलेट बाथरुमको स्पेस रह्यो। र यसै गरी यो सिडी भयो है त। यो सिडीबाट माथि लगेर जाँदैछु तपाईँहरूलाई। अब म माथिल्लो तालामा लगेर यहाँ के कस्तो छ त्यो पनि देखाउने छु। यहाँनिर आउँदा बित्तिकै पनि भित्र 3वटा रुमको स्पेस पाउनुहुन्छ। यो पनि भाडामै दिनुभएको छ, त्यो भएर देखाउन पाइनँ। झ्याल हेर्न सक्नुहुन्छ काठकै युज गर्नुभएको छ भने। अब म सिधै माथि लगेर जाँदैछु तपाईँहरूलाई। अब यहाँ आउँदा बित्तिकै तपाईँहरूले यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ है त। अब यसको माथिपट्टि यहाँनिर पूजा स्पेस बनाउँछु भन्दा मिल्ने स्पेस रहेको छ भने यसै गरी यहाँनिर तपाईँहरूले ओपन स्पेस पाइ नै हाल्नुहुन्छ। यति धेरै खुल्ला स्पेस रहेको छ। अब तपाईँहरूलाई यो घरको भित्री भागमा लगेर जाँदैछु, त्यहाँनिर के छ त्यो पनि देखाउने छु है त। यो रुममा तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ यो एउटा रुम रहेको छ एकदमै ठुलो साइजको। यो साइडमा किचन स्पेस पाउनुहुन्छ तपाईँले, यस्तो खाले रहेको छ भने उतापट्टि अर्को रुम रहेको छ हेर्न सक्नुहुन्छ। यसमा पनि एकदमै झ्याल रहेको हुँदा उज्यालो रहेको छ। यो साइडमा पनि झ्याल छ, यो साइडमा पनि झ्याल छ, दुवै साइड झ्याल रहेको हुँदा एकदमै उज्यालो बेडरुमको दृश्य पाउनुहुन्छ तपाईँले। यस्तो खाले रहेको छ है। ल तलपट्टि रुमहरूको दृश्य देखाउन पाइनँ, तलपट्टि पनि एकदमै ठुलो साइजको उज्यालो रुमहरू रहेको छ होइन। त्यहाँ पुरै भाडामा दिनुभएको हुँदा तपाईँलाई देखाउन पाइनँ। यो माथिपट्टिको दृश्य यस्तो रहेको छ, जस्ताको तस्तै तपाईँलाई देखाइसकेको छु, जानकारी गराइसकेको छु। यो साइडमा किचन भयो हेर्न सक्नुहुन्छ भने यो साइडमा ओपन स्पेस, तलपट्टि टाइल र यो साइडमा रुम रहेको छ। यो साइड पनि झ्याल, यो साइड पनि झ्याल तपाईँलाई देखाइसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला होइन त। तपाईँहरूलाई यहाँनिरका रुमहरूको दृश्य देखाइसकेको छु। अब बाहिरी भागमा लगेर माथितिर छतबाट के कस्तो छ त्यो पनि देखाउने छु है त। यहाँनिरका रुमहरूको दृश्य हेरिसक्नु भयो भने उतापट्टि एउटा रुम, यतापट्टि किचन रुम, बिचमा ओपन स्पेस पाइ नै हाल्नुभयो। अब तपाईँलाई बाहिरी भागको दृश्य पनि देखाउने छु। यो घरको तलदेखि माथिसम्म रुमहरू माथिपट्टिको मात्रै देखाएँ तपाईँलाई, तलको देखाउन पाइनँ। एकदमै उज्यालो राम्रो रुमहरू रहेको थियो। तल पनि यस्तै रुमहरू रहेको छ भने अब म माथि आइपुगेको छु, अझै यहाँभन्दा माथि जानेछु। माथि छतबाट के कस्तो छ त्यो सबै जानकारी दिने नै छु तपाईँहरूलाई है। यो गोल भर्याङ रह्यो भने अब अगाडिको दृश्य, वरिपरिको दृश्य छतबाट तपाईँले हेर्न सक्नुहुन्छ। चारैतिरको भ्यू एकदमै रमाइलो वातावरणमा छ है त। अब यो साइडमा हेर्न सक्नुहुन्छ आश्रमै आश्रम होइन। यो साइडमा पनि हेर्न सक्नुहुन्छ यस्तो राम्रो घरहरू, नयाँ घरहरू बन्दै पनि छ।
अब यहाँ माथि आउनुभयो भने तपाईँले तातो चिसो पानीको लागि सोलर है त हेर्न सक्नुहुन्छ। राम्रो कम्पनीको सोलर र यहाँनिर पानीको टङ्की यो पाउनुहुन्छ भने यसै गरी अब यो साइडदेखि पुरै भ्यू आहा अनि बस्नलाई एकदमै आनन्दको ठाउँ हाइटमा जस्ताको तस्तै देखाउँदैछु है। यो साइडदेखि हेर्न सक्नुहुन्छ र यो साइडदेखि है त पुरै भ्यू काठमाडौँको मजाले भ्यू हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् है त पुरै एयरपोर्टको दृश्य, सुन्दाराको दृश्य, स्वयम्भूको दृश्य, चारैतिरको भ्यू मनोरम दृश्य मजाले हेर्न सक्नुहुन्छ। यति राम्रो घर तलदेखि माथिसम्म वरिपरिको दृश्य हेरिसक्नुभयो, पक्कै पनि मन पारिसक्नु भयो होला है। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 6 मा रहेको ठ्याक्कै चेकपोस्टभन्दा अलिकति माथिपट्टि यो अगाडिको सर्रा 22 फुटे बाटो है, यो माथातीर्थ जाने मेन ठुलो बाटो, वरिपरि आश्रमै आश्रम, अगाडिपट्टि पार्क रहेको छ भने राम्रो लोकेसनमा यहाँदेखि पुरै भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने, पानी बत्ती रुटको गाडी चल्ने हाइवे बाटो सँगै। अब यति राम्रो लोकेसनमा मात्र जग्गाको मात्रै मूल्य हालेर तपाईँले आफ्नो नाम बनाउन चाहनुहुन्छ होइन त। अब यो एरियामा आएर बुझ्न सक्नुहुन्छ यो सर्रा 22 फुटे बाटोमा के कति चलेको छ। आनाको 35 देखि 40 लाख चलिसकेको छ। जम्मा आनाको 35 लाख हालेर तपाईँले यति राम्रो घर आफ्नो नाममा बनाउन चाहनुहुन्छ भने साइडमा हेर्नु न, घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नुलाई भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।